फेरि अर्को दाँत पनि झरेको? झरेको होइन, झारिदिनु भएको। कसले नि फेरि? हजुर, अस्तिको त्यो घटना भए पछाडि म चाहिँ अब पूर्व प्रेमिकालाई माफी माग्नु जानुहुँदै थियो। अनि उसले चाहिँ त्यो सिलौटामा खै के पिस्दै थियो क्या। अनि त्यस पछाडि मैले त पछाडिबाट गरेँ सरी भनेको, त्यो ढुङ्गाले मैले त बङ्ग दिइदिएको यो। त्यस पछाडि अर्को दाँत पनि झरिहाल्नु भयो, यति बोसो निस्क्यो। त्यस पछाडि त एउटा काग बस्नुभएको थियो ठुलो रुखमा। कागले पनि काग काग होइन भाग 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 भन्नुभयो। त्यसपछि म त्यहाँदेखि टाप भाग्नुभयो। अनि यो झिली मिली भएर बस्नु भएको छ के हो यस्तो? यो अहिले चाहिँ अर्को नयाँ गर्लफ्रेन्ड बनाउनु भएको छ। फेरि उसैले दिनुभएको यो सबै। घडीको ठाउँमा यो आएको छ। अनि यो चाहिँ मेरो राजा भनेर लगाइदिएको छ। ट्याटु पनि लगाइदिएको छ। यहाँनिर चिलको टाउको भनेर बनाइदिएको छ। खै दुम्सी कुखुरा जस्तो देख्छु यो। अरे यहाँ त थुप्रो हुनुहुन्थ्यो त, कहाँ गयो? अघि सुतेको बेलामा बाख्राले जम्मै खाइदिनु भएछ नि हो। अनि आजभोलि सपना चाहिँ कस्तो देख्नुहुन्छ नि? सपना त नदेख्ने हजुर, म त काबु हुनु भयो। किन नि फेरि के हुनुभयो भनेदेखि एकचोटि चाहिँ सपना देख्नु हुँदै थियो मैले। अनि सपनामा चाहिँ मलाई चाहिँ जादुगर आएर चाहिँ सुनको अन्डा पार्ने कुखुरा बनाइदिनु भयो। अनि लु सुनको अन्डा पारेर लैजा भन्नुभयो मलाई त। अनि म त अब सुनको अन्डा पार्नुलाई त कन्नुभयो गरेर 5 मिनट जति कन्नुभयो। कनेर त सुनको अन्डा पार्नुभयो पहेँलो। त्यस पछाडि त लगेर जा भने पछाडि त म त जुरुक्क बिउजेँ नि त। बिउजेर सुनको अन्डा चारैतिर खोज्छु त कहीँ पनि छैन सुनको अन्डा। अनि सुनको अन्डा पार्नु भएन नि? कहाँको अन्डा हुन्छ भने त सुरुवालमा पो हगिरहेको रहेछ मैले त। त्यहाँदेखि म यस्तो सपना म देख्नु नपरोस् भन्छु हजुर।